गाउँमा एउटा पुल बनाउन नसकेर मान्छेले ज्यान गुमाउनु परिरहेको छ कुरा चाहिँ रेलवेको हुन्छ। जब एउटा बाटो बनाउन नसकेर काठमाडौँदेखि डोल्पा पुग्नलाई 3-4 दिन लगाएर जानुपर्छ कुरा चाहिँ रेलको हुन्छ। एउटा राम्रो हस्पिटल र हस्पिटलमा राम्रो सुविधा नभएर मान्छेहरू लाचार छन्। स्कुलमा आधारभूत शिक्षासम्म नभएर मान्छेले सर्भाइभल भन्दा माथि उठेर सोच्नै सक्दैन कुरा भने रेलवेको हुन्छ। फेरि त्यो रेलवेको बजेट भनेको हाम्रो नेपालको जीडीपी भन्दा धेरै छ। हामी अलि महँगो रेस्टुरेन्ट जाँदा त बजेट नपुगेर पानीको बोतलको सिल खोल्न डराउँछौँ, अनि यत्रो धेरै बजेट चाहिँ कहाँबाट ल्याउँछ? सुरुमा त बेसिक निड फुलफिल गर्नु पर्यो नि, त्यसपछि पो रेलवे, रोपवे, वाटरवेहरूको कुरा आउँछ त। तपाईँ मध्ये धेरैलाई यही लागेको। तर म एउटा कुरा भनौँ, नेपालमा रेलवेले यो सब प्रब्लमको सोलुसन दिन सक्छ। रेलवेले गर्दा शिक्षा स्वास्थ्य राम्रो हुन्छ, रोजगारीको सिर्जना हुन्छ, महँगाई घट्छ र नेपालले बाहिरी करेन्सीहरू पनि इम्पोर्ट गर्न सक्छ। यसो भन्दै गर्दा मलाई रेल बेच्न हिँडे जस्तो देखियो होला, तर त्यस्तो होइन। रेलवे साँच्चै नै नेपालको गेम चेन्जर हुन सक्छ। तर कसरी? सुरुमा कुरा गरौँ फ्रेट ट्रान्सपोर्टेसन, मतलब कि माल सामान दुहानीको। आज नेपालमा एक ठाउँबाट अर्को ठाउँमा जुनसुकै सामान पुर्याउनु पर्यो नि मोस्टली ट्रक नै युज हुन्छ, जसको मतलब हो महँगो ट्रान्सपोर्टेसन कस्ट, ट्राफिक जाम, धेरै फ्युल कन्जम्पसन र धेरै पोल्युसन। कतिपय सब्जी फलफुलहरू त बाटोमै बिग्रिन्छन्। किसानले मेहनत गर्छन् तर दाम नै पाउँदैन, तर उता कन्ज्युमरले फेरि एकदम महँगो हालेर किन्नु परिरहेको छ। बिचमा धेरै फेजहरू हुन्छन्। तर रेलको कथा अलि फरक छ। जहाँ 50 वटा ट्रक चाहिन्छ नि त्यहाँ एउटै मालवाहक रेल पर्याप्त हुन्छ, जसले गर्दा सामानको ट्रान्सपोर्टेसन कस्ट सिधै घट्छ। अब सबैभन्दा राम्रो कुरा त मालवाहक रेलको पहुँच भइसकेपछि जुनसुकै कुरा किसानबाट हामीसम्म सिधै आइपुग्छ, जसले गर्दाखेरि बिचमा बिचौलियाहरूले धेरै कमिसन खान पाउँदैन र अल्टिमेटली सामानको कस्ट एकदम सस्तो भएर आउँछ। अहिलेसम्म पोइन्ट ए बाट पोइन्ट डी पुग्नको लागि बिचमा पोइन्ट बी र सी हुँदै जानुपर्छ र प्रत्येक पोइन्टमा त्यहाँ पैसा उठाउनलाई बसेका हुन्छन् मान्छे। फेरि यो मेरो ह्यान्डलिङ कस्ट, यो मेरो लोडिङ कस्ट, अनलोडिङ कस्ट, यो मेरो मुडको कस्ट भन्दै। तर रेलवेको पहुँच भइसकेपछि भने पोइन्ट ए बाट पोइन्ट डी मा सिधै सामान पठाउन सकिन्छ, कुनै अननेसेसरी इन्टरमिडिएट लेयरको बिना नै, जसले गर्दा सामानको मूल्य धेरै नै सस्तो हुन पुग्छ। यसले नेपालमा नयाँ नयाँ फ्याक्ट्री र इन्डस्ट्री खोल्न पनि प्रोत्साहन गर्छ। फेरि किन भन्दा इन्डस्ट्रीले चाहिने कच्चा पदार्थहरू पनि सस्तैमा आइपुग्छ र इन्डस्ट्रीले प्रोड्युस गरेको कुनै वस्तुहरू पनि मार्केटसम्म पुग्दा एकदम सस्तोमा पुग्छ। सरल भाषामा भन्नुपर्दा रेलवेले सामान मात्रै बोक्दैन, यसले त कतै न कतै देशको इकोनोमी नै बोकिरहेको हुन्छ। फ्रेट पछि अर्को ठुलो सेक्टर छ टुरिज्म। आजभोलि हाम्रो प्रधानमन्त्रीज्यूले हाम्रो नेपालको टुरिज्म सेक्टरलाई एकदम प्रमोट गर्नुहुन्छ। कहिले बडीमालिका, कहिले मकालु बेस क्याम्प, त कहिले अपी हिमाल। यो निकै नै प्रशंसनीय काम हो र यस विषयमा उहाँप्रति धेरै नै सम्मान छ। तर ती गन्तव्यमा पुग्ने चाहिँ कसरी? समस्या त यहाँ छ। कहिलेकाहीँ टुरिज्मको विकास नयाँ डेस्टिनेसन खोजेर होइन, त्यो गन्तव्यमा पुग्ने एउटा सजिलो बाटो खोजेर हुन सक्छ। नेपालमा टुरिज्म भनेको केवल एउटा सेक्टर होइन, यो त नेपालको अर्थतन्त्र धान्ने एउटा ब्याकबोन मध्येको एक हो। हरेक वर्ष लाखौँ टुरिस्टहरू नेपाल घुम्न आउँछन्, तर धेरै टुरिस्टहरूको एउटै कमन समस्या हो ट्रान्सपोर्टेसन। मानव कुनै एउटा टुरिस्ट काठमाडौँ आयो, अब उसलाई चितवन, लुम्बिनी वा पोखरा कतै जानु छ। अब उसको लागि अप्सन भनेको कि त फ्लाइटबाट जानु पर्यो कि त भने बसबाट जानु पर्यो। फ्लाइट सजिलो छ तर महँगो छ, बस अफोर्डेबल छ तर कहिलेकाहीँ 6 घन्टाको यात्रा 16 घन्टा पनि पुग्न सक्छ। बाटोको अवस्था, ट्राफिक जाम, लेन्डस्लाइड, रोड एक्सपेन्सन जे पनि हुन सक्छ। नेपालको हाइवेमा ट्राभल गर्नु भनेको कहिलेकाहीँ एडभेन्चर टुरिज्म अलरेडी प्याकेजमै इन्क्लुड भए जस्तो हुन्छ। कतिपय हाइवेमा ट्राभल गर्दा डेस्टिनेसनमा पुगियो कि सस्पेन्सन टेस्ट दिइयो छुटाउन पनि गाह्रो पर्छ। हामीलाई त त्यो नर्मल लागिसक्यो, तर फरेन टुरिस्टलाई त गाह्रो पर्छ नि। यदि काठमाडौँदेखि लुम्बिनी 2 घन्टामा कम्फर्टेबली पुग्न सकिने रेलवे सर्भिस भएको भए कस्तो हुन्थ्यो होला? टुरिस्टले धेरै डेस्टिनेसन भिजिट गर्न पाउँथे, उनीहरूले अझै धेरै टाइम स्पेन्ड गर्थे नेपालमा, त्यो भइसकेपछि धेरै खर्च पनि गर्थे। अल्टिमेटली देशकै इकोनोमीमा केही न केही हेल्प पुगिरहेको हुन्थ्यो। अनि कुरा फरेन टुरिस्टको मात्र होइन, नेपालकै मान्छेहरू पनि रेलवे हुने बित्तिकै ट्राभल गर्नको लागि धेरै मोटिभेट हुन्थे। अहिले वर्षमा एकचोटि पनि ट्राभल नगर्ने फ्यामिली यदि सस्तो, सजिलो, अफोर्डेबल, राम्रो सर्भिसको रेलवे हुन्थ्यो भने प्रत्येक महिना ट्राभल गर्न पनि सक्थ्यो। र एउटा कुरा बिर्सिनु हुँदैन, धेरै देशहरूमा रेलवे आफैमा एउटा टुरिस्ट अट्र्याक्सन बनेको हुन्छ। मान्छे डेस्टिनेसनको लागि मात्रै होइन, जर्नी एक्सपिरियन्स गर्नको लागि पनि रेलवे चढेका हुन्छन्। सो रेलवेले टुरिस्टलाई एउटा ठाउँबाट अर्को ठाउँमा मात्रै पुर्याउँदैन, यसले नेपाललाई अझै एक्सेसिबल बनाउँछ, टुरिज्म इन्डस्ट्रीलाई बुस्ट गर्छ र देशभित्र अरबौँ रुपियाँको इकोनोमी एक्टिभिटी क्रिएट गर्छ। र म फेरि पनि भन्छु, कहिलेकाहीँ टुरिज्मको विकास नयाँ गन्तव्य खोजेर होइन,
त्यहाँ पुग्ने बाटो सजिलो बनाएर हुन्छ। र अब कुरा गरौँ रोजगारी। धेरैलाई लाग्छ रेलवेको फाइदा भनेको यात्रा सजिलो गराउनु हो, तर वास्तवमा रेलवे भनेको एउटा मेसिभ जब क्रिएटर पनि हो। रेलवे निर्माणमा इन्जिनियर, टेक्निसियन, अपरेटर, कन्स्ट्रक्सन वर्करदेखि लिएर हजारौँले प्रत्यक्ष रोजगारी पाउन सक्छन्। अनि प्रोजेक्ट सकिएपछि पनि रोजगारी सकिँदैन। ट्रेन अपरेसन, मेन्टेनेन्स, स्टेसन म्यानेजमेन्ट, लजिस्टिक लगायतका सेक्टरमा हजारौँ जब क्रिएट हुन्छन्। तर रियल गेम चेन्जर त त्यसपछि सुरु हुन्छ। आज नेपालको धेरै रोजगारीहरू काठमाडौँमा केन्द्रित छ, तर गाउँमा बस्ने धेरै मान्छेहरू अवसरसम्म पुग्नै सक्दैनन्। यदि रेलवेको एक्सेस भयो भने मान्छेहरू आफ्नो गाउँमै बसेर पनि नजिकको सहरमा डेली अप डाउन गरेर पनि एक्सेस लिएर काम गर्न जान सक्छन्। आज बसमा प्र्याक्टिकल्ली यो धेरै गाह्रो छ, तर रेलवे भने फास्ट, रिलायबल र मोस्ट इम्पोर्टेन्ट प्रिडिक्टेबल हुन्छ। ठ्याक्कै यति बजे आउने, यति बजे जाने भन्ने टाइम फिक्स हुन्छ। यसले मान्छेलाई अवसरसम्म पुर्याउँछ, गाउँबाट सहरमा हुने माइग्रेसनलाई पनि कम गर्छ र नयाँ इकोनोमिक एक्टिभिटी सिर्जना गर्छ। किनभने रेलवेले मान्छेलाई जबसम्म मात्रै पुर्याउँदैन, यसले नयाँ जब नै क्रिएट गर्छ। त्यही भएर कहिलेकाहीँ एउटा रेलवेको स्टेसनले हजारौँ मान्छेको करियरको डेस्टिनेसन पनि चेन्ज गरिदिन सक्छ। अब कुरा गरौँ एउटा यस्तो फाइदाको जुन मान्छेले फिल त गर्छन् तर क्यालकुलेट गर्दैनन्। रेलवेले केवल यात्रा सजिलो बनाउँदैन, यसले त देशको अरबौँ रुपियाँ खर्च हुनबाट बचाउन सक्छ। आज नेपालको अधिकांश यात्राहरू सडकबाट हुने गर्छ। फलस्वरूप ट्राफिक जाम बढिरहेको छ, इन्धन खपत पनि बढिरहेको छ, दुर्गन्ध र प्रदूषणको त के कुरा गर्नु। काठमाडौँको ट्राफिक जामकै कुरा गरौँ न, दैनिक मान्छेहरू घन्टौँसम्म ट्राफिक जाममा बसिरहेका हुन्छन्। फेरि सानोतिनो जाम होइन, त्यो जाममा कसैले साग केलाउन थाल्छन् त कसैले पोडकास्ट हेर्न थाल्छन्, र एउटा पोडकास्ट सकिन्छ तर जाम चाहिँ सकिँदैन। फेरि बाहिरबाट हेर्दा यो एउटा जस्ट टाइम वेस्ट जस्तो देखिन्छ, तर वास्तवमा त्यो टाइम होइन, पैसा नै वेस्ट भइरहेको छ। यदि हजारौँ मान्छेले दैनिक 1-2 घन्टा जाममा बिताइरहेका छन् भने त्यो टाइममा उनीहरू काम गर्न, बिजनेस गर्न वा परिवारसँगै बस्न बिताउन सक्थे या अरू कुनै प्रोडक्टिभ काम गर्न सक्थे नि। इकोनोमिक्समा यसलाई भ्यालु अफ टाइम भनिन्छ। मेरो सिभिल इन्जिनियरिङको फाइनल इयर प्रोजेक्टमा पनि मैले यही टपिकमा काम गरेको थिएँ। एनालाइसिस अफ इम्प्याक्ट अफ फ्रिक्वेन्ट रोड एक्सकाभेसन ड्यु टु युटिलिटी वर्क्स इन काठमाडौँ भ्याली। मतलब कि बाटोमा कहिलेकाहीँ खानेपानीले, कहिलेकाहीँ बिजुली, एनइएले, कहिलेकाहीँ नेपाल टेलिकमले जे खनिरहेको हुन्छ नि, त्यो खन्दाखेरि बाटो भत्काउनु पर्छ हो, त्यसले गर्दाखेरि के कस्तो इम्प्याक्ट परेको छ भनेर चाहिँ त्यो हामीले निकालेका थियौँ। त्यसमा स्याम्पलको लागि बौद्धको एउटा 20 मिटर खनेको रोड सेक्सन हेरेका थियौँ र हाम्रो फाइन्डिङ्सले के बतायो भन्दाखेरि चाहिँ एक दिनमा त्यो 20 मिटरले गर्दाखेरि एक दिनमा करिब 2 लाख रुपैयाँको खर्च भइरहेको छ। त्यति भ्यालु अफ टाइम लस भइरहेको छ भनी देशभरिबाट चाहिँ कति खर्च भएको होला आफै अनुमान गर्न सक्नुहुन्छ। अब फेरि त्यो 2 लाख कहाँबाट आयो, यत्तिकै हावा तलमा बोल्ने भन्नुहुन्छ भने त्यसको फाइनल इयर प्रोजेक्टको मेरो रिपोर्ट पनि छँदैछ, त्यो पनि मैले डिस्क्रिप्सन बक्समा राखिदिन्छु, त्यहाँबाट पनि हेर्न सक्नुहुन्छ है त। र यदि तपाईँ पनि सिभिल इन्जिनियरिङ गर्दै हुनुहुन्छ भने त्यहाँबाट केही कन्सेप्ट लिएर त्यही अनुसार रिसर्च गर्न पनि सक्नुहुन्छ है। फेरि सो ब्याक टु हाम्रो टपिकमा आउँ। जे होस्, रेलवेले चाहिँ यो सब हुनबाट बचाउँछ। सडकमा गाडीको सङ्ख्या घट्छ र साथसाथै इन्धन खपत पनि घट्छ, मतलब कि फ्युल कन्जम्सन पनि घट्छ। नेपालले प्रत्येक वर्ष अरबौँ रुपियाँको पेट्रोलियम प्रोडक्ट इम्पोर्ट गरिरहेको छ, जुन मेरो प्रिभियस भिडियो हेर्नुभयो भने त्यसमा पनि तपाईँले थाहा पाउनुहुन्छ। यदि सबै नभए पनि एउटा केही सङ्ख्यामा यात्रुहरू र सामानहरूलाई ट्रकबाट, सडकबाट पठाउने साटो ल मानव 50%लाई नै हामी रेलमा सिफ्ट गर्न सकियो भने पनि त्यसले एकदम उल्लेखनीय रूपमा प्रदूषण घटाउँछ, हाम्रो फ्युल कन्जम्सन घटाउँछ, ट्राफिक जाम घटाउँछ, धेरै कुरा हटाउँछ नि। अनि अर्को ठुलो फाइदा हो रोड सेफ्टी। सडकमा जति धेरै गाडी गुड्छन् दुर्घटनाको सम्भावना त्यति धेरै हुन्छ। रेलवेलाई एउटा संसारकै सबैभन्दा सुरक्षित मोड अफ ट्रान्सपोर्टेसन मध्येको एक मानिन्छ। त्यही भएर सडक दुर्घटनाबाट हुने आर्थिक तथा मानवीय क्षतिलाई पनि हामीले कम गर्न सकिन्छ। सरल भाषामा भन्नुपर्दा रेलवेले इन्धन खपत र पैसा मात्रै बचाउँदैन, यसले त मान्छेको ज्यान नै बचाउँछ। तर यो सब भन्दा पनि एउटा अर्को छ सबैभन्दा ठुलो फाइदा, जुन हो डिसेन्ट्रलाइजेसन। आज नेपालको अधिकांश अपर्च्युनिटीहरू काठमाडौँमै केन्द्रित छ। राम्रो जागिर चाहियो भने पनि काठमाडौँ, राम्रो कलेज या युनिभर्सिटीको लागि पनि काठमाडौँ, बिजनेस गर्नको लागि पनि काठमाडौँ, गभर्नमेन्ट सर्भिस चाहियो भने पनि काठमाडौँ। काठमाडौँ देशको क्यापिटल मात्रै होइन, अपर्च्युनिटीको मोनोपोली मार्केट भइसकेको छ। फलस्वरूप हरेक वर्ष हजारौँ मान्छेहरू अपर्च्युनिटीको खोजीमा काठमाडौँ आइरहेका छन् र नतिजा ट्राफिक जाम, पोल्युसन, महँगाई, अनअर्गनाइज अर्बनाइजेसन र दिन प्रतिदिन बढ्दो पपुलेसन डेन्सिटी। तर समस्या भनेको मान्छे काठमाडौँ आउनु होइन, समस्या भनेको त अपर्च्युनिटी जति काठमाडौँमा मात्रै हुनु हो। यदि कोही बुटोल, भैरवा, चितवन
चितवन, दमौली वा इटहरी बस्ने मान्छे छिटो सस्तो र भरपर्दो रूपमा देशको केन्द्रसँग जोडिन सक्यो भने उसले काठमाडौँ नै बसाइसराइ गर्नुपर्ने आवश्यकता नै हुँदैन नि। र यही काम रेलवेले गर्न सक्छ। रेलवेले सहरहरूलाई जोड्छ र सहर जोडिने बित्तिकै व्यापार बढ्छ। व्यापार बढ्नु भनेको इन्डस्ट्रियलाइजेसन हुनु हो। त्यसले अल्टिमेटली रोजगारी निम्त्याउँछ नै फेरि। त्यसैले रेलवेले मान्छेलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्याउने मात्र होइन, यसले त अवसरलाई देशभरि फैलाउँछ अनि मात्र देशले विकासको मोड लिन सुरु गर्छ। रेलको वास्तविक शक्ति यो कति छिटो गुड्छ भन्नेमा छैन, यसको वास्तविक शक्ति अवसरलाई देशभर कति छिटो फैलाउन सकिन्छ भन्नेमा छ। तर एउटा प्रश्न उठ्छ, यदि रेलवे यति नै इम्पोर्टेन्ट छ भने यसको अवस्था के छ त नेपालमा? के नेपालमा वास्तवमै रेल बन्न सक्छ त? र बन्यो भने कुन रेलवे बन्छ? अनि पूर्व पश्चिम रेलमार्गको कुरा के भइरहेछ? केरुङ काठमाडौँको रेलवेको कुरा के भइरहेछ? रक्सल काठमाडौँ रेलवे अनि काठमाडौँ मेट्रोको चाहिँ के भइरहेछ त नि कुरा? अब यो सब अपकमिङ नेपालको प्रोजेक्टहरू के छन् रेलवेमा, यो कसरी गइरहेको छ, काम कति भइरहेको छ भनेर नै एउटा डेडिकेटेड भिडियो मैले लिएर आउने नै छु। त्यतिन्जेल चाहिँ वेट गर्नुहोस्। सो सी यू सुन इन नेक्स्ट भिडियो। Until then, keep learning, keep growing, and stay productive.